म दुखीलाई पनि के हो साथीहरू हेर्नु न आज चाहिँ घरमा खसी काटेको अनि मेरो हजुरआमा सासूलाई चाहिँ आज मटन बिरयानी खानु मन लाग्यो अरे अस्ति चिकन बिरयानी पकाएको मिठो भयो अरे आज चाहिँ यो सिङ्गै फिलाको मटन बिरयानी पकाए भन्नुभयो है अब खसी काटेको बेलामा अब हजुरआमाले अब 97 वर्ष पुग्नु भएको हजुरआमाले खान्छु भनेपछि नबनाउने त कुरे भएन है अनि चट्ट त्यो फिलालाई काटे एउटा सिङ्गै फिला लिएर काटे चटचट अलि ठुल्ठुलै पिस पार्नु पर्यो भनेर चट्ट ठुल्ठुलै पिस पारेर चट्ट लाएर काटे है हेर्नु चट्ट मासु पनि काटे हड्डी चाहिँ मैले छेस्की चाहिँ निकालिदिएँ क्या पछि खानामा आयो भने त फेरि घाँटीमा गएर तेर्छु भने त गाह्रो हुन्छ अनि चट्ट लाएर मैले त्यो लङ ग्रिन चामल पनि ल्याएर राखिरहेको थिएँ अनि त्यो चामल चट्ट लाएँ छोरालाई चाहिँ भाइ ठुलो कुकर लिएर आइज भनेको त्यसले पनि चट्ट कुकर लिएर आयो ल मम्मी अस्ति चाहिँ मलाई राखिदिनु भएन बिरयानी मैले खानु पनि पाइनँ योचोटि चाहिँ मलाई राखिदिनु है म एकदम मजाले आज चाहिँ टन्न खान्छु भन्दै थियो अनि ल भने यता कान्छी नन्द अनि जय पनि आउनु भएको थियो है अनि यता बहिनीले पनि लसुन ससुन केलाउनलाई सघाउँदै हुन्थ्यो अनि चट चट मैले पनि प्याज काटेँ है अनि यता मिस्त्री अङ्कलहरू पनि काम गरिराख्नु भएको छ हेर्नु मेरो दोकानको लागि यहाँ कोठा पनि रेडी भयो चाहिँ अचार बनाउने कोठा हो अगाडि चाहिँ दोकान कोठा है अनि म चाहिँ यता चट्ट कुकर तातेपछि सर तोरीको तेल हालेँ माथिबाट अनि चट्ट मेथी पड्काएँ जिरा पड्काएँ जुवानो पड्काएँ सर अब पड्काउनै पऱ्यो नि है अनि त्यसपछि आज चाहिँ बटर बिरयानी खानु पाइने हो भने नन्द भाउजू नाच्न थाल्यौँ है अनि तेजपत्ता लगाएँ ल्वाङ हालेँ अलिकति सुकमेल हालेँ अनि चट्ट लाएर माथिबाट प्याज पनि लगाइदिएँ है अनि लाएर चट्ट अब त्यो प्याज रातो हुने गरी खराएँ अनि अलिकति प्याज चाहिँ मैले बटुकोमा निकालेँ यो प्याज चाहिँ म केमा हाल्छु भनेर लास्टमा देखाउँछु है हजुरहरूले भिडियो फुलबाद गरेर हेर्नुपर्ने हुन्छ है त अनि त्यसपछि चट्ट लाएर हेर्नु है मैले यसरी बेसार लाएँ अब प्याज रातो भएर खरिसकेको छ अनि त्यसपछि चट्ट लाएर त्यो मासु हालिदिएँ माथिबाट आरीमा मैले काटेर राखेको थिएँ नि त ठुल्ठुलो पिस पारेको थिएँ क्या बिरयानीमा चाहिँ ठुल्ठुलो पिसै खानु मजा आउँछ क्या है अनि चट्ट लाएर मजाले त्यो मासुलाई चलाएँ अब यता मसला पिस्नु पऱ्यो भनेर चट्ट अदुवा हालेँ लसुन हालेँ है अनि ट्याक्क लगाएर गरम मसला पनि लाउनु पऱ्यो अब खसीको मासु गरम मसला बिना त कहाँ स्वाद आउँछ है चट्ट गरम मसला लाएँ अनि ट्याक्क लगाएर जिरा हालेँ है जिरा सर हालेँ ल हेर्नु अनि त्यसपछि अब स्वादअनुसार नुन लाउनु पर्यो नुन लगाएपछि अझ मजाले पानी निस्केर भुटिन्छ भनेर चट्ट लगाएर नुन लगाएँ कान्छीले पनि हेर्दै हो भाउजू कस्तो हेर्दै अहिले नै खाउ भइसक्यो त हौ छिटो पकाउनु भोक लागिसक्यो भन्नु थाल्नु भयो ल भने अनि यता हजुरआमा आएर बिरयानी पाकेन खोइ कत्रो बेर लगाएको तैँले त पकाउन भने भन्न थाल्नु भयो अनि पाक्दैछ हजुरआमा पाक्दैछ अनि यो कराईमा चाहिँ के उसेले कस्तो रातो भन्दै थियो त्यो टमाटर हो अचार खानु पर्यो नि त चटनी कति भनेर भनेको ए ल भन्दै हजुरआमा आज बिरयानी खान पाइने भयो खसीको भन्दै नाच्नु थाल्नुभयो है अनि त्यहाँबाट म पनि पकाउनु थालेँ है अनि यता बाहिर आएर पनि हजुरआमा त सङ्गिनी गाएर नाच्न पो थाल्नुभयो सङ्गिनी गाउन थाल्नुभयो हेर्नु न है कस्तो मजाले गाउनुहुन्छ क्या फेरि हाम्रो हजुरआमाले सङ्गिनी चाहिँ है गाएर धेरै